नेपालमा केही पनि गर्न सकिन्न भनेर सबैजना विदेश जानुहुन्छ। जब मनमा काम गर्ने जुनुन भएपछि नेपालमा जे पनि गर्न सकिन्छ। एकैछिन यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोस् र उहाँ भाइबाट तपाईँहरू पनि मोटिभेट हुनुहोस् है त। केही राम्रो देखियो भने उमेर नै कुर्नुपर्छ र। नमस्ते, म प्रतीक नेपाल। मैले चाहिँ अहिले पुरानो घरहरू छोडेर खाली भएको गाउँलाई रिनोभेट गरेर गाउँघरको भाइब कस्तो थियो त भनेर अहिलेको हाम्रो पुस्तालाई देखाउन हाम्रो पुरानो खैँजडी भजन जस्ता परम्परालाई चिनाउँदै नेपालको इतिहास, संस्कृति अनि चालचलनलाई सबैमाझ पुर्याउन सक्छौँ भनेर सुपिङ गाउँमा हिलस्टे खोलेको छु। हजुरबा हजुरआमालाई बितेका मिठा पलहरू सम्झाउन, बा-आमाले आफ्नो सहरमा हुर्केका छोराछोरीलाई हाम्रो गाउँ देखाउनको लागि चाहिँ हाम्रोमा आउनुहोला। काठमाडौँबाट 2 घन्टा र हेटौँडाबाट 1 घन्टामा यहाँ आउन सक्नुहुन्छ। आउनुहोस्, नाइट स्टेमा रमाइलो त छँदैछ, साथै यहाँबाट जाने बेलामा मिठो सम्झना पनि लिएर जानुहुनेछ।